वास्तु मिलेको टोयलेट बाथरूम कसरी बनाउने र अब एउटा टोयलेट बाथरूम बनाउँदा चाहिँ कति खर्च लाग्छ। तपाईले घर बनाउनु भन्दा पहिला प्लानिङ गरेर घर निर्माणको सम्पूर्ण काम सकिसकेपछि ह्यान्डओभरसम्म के कामहरू हुन्छ, यी सम्पूर्ण कामलाई समेटेर हामीले एउटा नयाँ घर निर्माण सिरिज ल्याएको छौं, जसमध्ये तपाईँ आज हेर्दै हुनुहुन्छ एपिसोड 56। टोयलेट बाथरूम भनेको चाहिँ अब मानिसको स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। त्यसैले अब यो टोयलेट बनाउँदा चाहिँ विभिन्न कुरामा ध्यान नदिए, त्यहाँ चाहिँ प्रपरली अब वाटर प्रुफिङको कामहरू नगरे चाहिँ पछि अब त्यहाँ चाहिँ लिकेज हुने समस्या देखिने, त्यस्तै अब बढी दुर्गन्धहरू आउने, यस्तो विभिन्न खालको समस्याहरू देखिन्छन्। त्यसैले अब तपाईले टोयलेट बाथरूम निर्माण गर्दा चाहिँ सबैभन्दा पहिला वास्तु अनुसार चाहिँ राख्नु नै हुँदैन। तपाईले चाहिँ नर्थ वेस्ट अथवा वेस्ट पश्चिम दिशातिर राख्दा चाहिँ उपयुक्त हुन्छ। र त्यसै गरी अब कलरको छनौट गर्दा पनि तपाईले चाहिँ हल्का नीलो खालको अथवा क्रिम व्हाइट खालको कलरहरू छनौट गर्न सक्नुहुन्छ। एकदमै धेरै गाढा खालको कलरहरू चाहिँ वाशरुमहरूमा लगाउनु हुँदैन। र त्यसै गरी अब साइजको कुरा गर्दा चाहिँ तपाईले यदि अब टोयलेट मात्र बनाउँदै हुनुहुन्छ भने कम्तीमा पनि तपाईले अब 4x5 अथवा 4x6 को स्पेस छुट्याउनु पर्ने हुन्छ। तर अब कम्बाइन टोयलेट र बाथरुम बनाउँदै हुनुहुन्छ भने चाहिँ कम्तीमा पनि 4x7.5 अथवा 5x8 सम्मको स्पेस छुट्याउनु उपयुक्त हुन्छ। र त्यसै गरी अब त्यहाँ पानी जम्न नदिनको लागि चाहिँ स्लोप पनि 1:60 को हिसाबले चाहिँ त्यो फ्लोरमा मिलाउनु पर्ने हुन्छ। र अब टोयलेट बाथरुमको निर्माण गर्दा चाहिँ सबैभन्दा पहिला जुन त्यहाँ आरसीसी ढलान गरिएको हुन्छ त्यसलाई चाहिँ राम्रोसँग सफा गर्नुपर्ने हुन्छ। त्यसै गरी अब त्यो माथि चाहिँ वाटर प्रुफिङको काम गरिन्छ। विशेष गरी अब सबैभन्दा पहिला चाहिँ त्यहाँ पीएमएम इन्सर्टन पोलिमर मोडिफाइड मोटार लगाइन्छ। त्यसपछि फेरि अब त्यहाँ वाटर प्रुफिङको लागि चाहिँ मेम्ब्रेन सिट बिछाइन्छ। र अब यो मेम्ब्रेन सिट बिछ्याउने काम गरिसकेपछि चाहिँ त्यहाँ अब 24 घण्टादेखि 48 घण्टासम्म चाहिँ त्यहाँ पानी जमाएर चाहिँ पोन टेस्ट गर्न सकिन्छ। त्यो गर्दा चाहिँ अब त्यहाँ कतिबाट लिकेज छ वा छैन भनेर थाहा हुन्छ। र यदि अब कुनै पनि खालको त्यहाँ लिकेजको साइन संकेतहरू देखिएन भने चाहिँ त्यो माथि अब कोराको काम गर्न सकिन्छ अथवा चाहिँ ब्रिक ब्याट कोबा पनि लगाउन सकिन्छ। र अब यति गरिसकेपछि चाहिँ त्यो माथि अब टाइल एडेसिभ लगाएर टाइलहरू लगाउन सकिन्छ। र अब टाइल लगाउँदा चाहिँ विशेष गरी अब त्यो बाथरुमको जोइन्टहरूबाट चाहिँ पानी छिरेर सिपेज नहोस् भन्नको लागि चाहिँ स्पेसरको प्रयोग गरेर त्यहाँ ग्राउट लिफ राम्रोसँग फिल गर्नुपर्ने हुन्छ। त्यसै गरी अब टाइल्सको छनौट गर्दा पनि नचिप्लिने खालको एन्टी स्लिप अथवा एन्टी स्किड खालको टाइल्सहरू प्रयोग गर्नुपर्छ। र त्यसै गरी अब प्लम्बिङको कामको लागि पाइपहरूको छनौट गर्दा चाहिँ सीपीभीसी चाहिँ दुवै तातो र चिसो पानीको लागि प्रयोग गर्न सकिन्छ। र अब एउटा टोयलेट बाथरुम बनाउन लाग्ने खर्चको कुरा गर्दा त्यहाँ अब लाग्ने जुन सबै सेनिटरी आइटम्सहरू हुन्छन्, नर्मल्ली अब त्यहाँ लाग्ने कमोड अथवा प्यानहरू वा अब अन्य जुन सावर हुन्छ, त्यस्तै यो मिक्सर हुन्छ। त्यसै गरी अब अन्य सीपी फिटिङ्सहरू गर्दा सबै यस्तो सामग्रीको लागि चाहिँ करिब 50-60 हजार देखि अब त्यहाँ जुन पाइपको काम हुन्छ प्लम्बिङ पाइप, त्यस्तै अब लेबर चार्ज गर्दा चाहिँ कम्तीमा अब 1,15,000 देखि 1.5 लाख रुपैयाँसम्म चाहिँ साधारणतया एउटा टोयलेट बाथरुम बनाउनको लागि लाग्छ। र यो थियो नयाँ घर निर्माण सिरिजको एपिसोड 56। यसपछिको एपिसोडमा चाहिँ तपाईले अब फर्निसिङ सम्बन्धी जानकारी लिन सक्नुहुनेछ। कस्तो खालको फर्निचरहरू छनौट गर्दा चाहिँ उपयुक्त हुन्छ यसको बारेमा बुझ्न सक्नुहुनेछ। त्यसैले अब तपाईलाई यो फर्निचर सम्बन्धी केही सोध्न मन छ भने कमेन्ट गर्न सक्नुहुन्छ अथवा चाहिँ तपाईले कमेन्टमा फर्निसिङ लेख्न सक्नुहुन्छ।